साथीहरू अहिले चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि चाहिँ बिहा खानुको लागि है र याक्रेबुङ भन्ने जग्गामा चाहिँ बिहा छ। त्यहाँ बिहा खान जाँदैछौँ। एकदमै साह्रो छ गाउँ बस्तीको बिहा चाहिँ यस्तो हुन्छ। बाटो हेर्नुहोस् यहाँ हाम्रो साथीभाइहरू आउँदैछ कताको चितुवाको दर्शरी हो बा चितुवाले खान्छ कि भन्दै दर्शरी हिँड्दैछु नि। बाटो चाहिँ यस्तो छ साथीहरू। हाम्रो साथीहरू थुप्रो सब पछाडि अगाडि कता कता गएको अगाडि जाँदैछ हाम्रो बुबु चाहिँ उयो यहाँ पुरो टिप्दा टिप्दा पनि भइसक्यो हो। त्यो आधी घन्टा जस्तो त पुरै टिप्नु लाग्दो रहेछ। यहाँ चाहिँ पर छ हौ याक्रेबुङ भन्ने। हाम्रो गाउँबाट चाहिँ 13 वर्ष चाहिँ हामी चाहिँ माथि सडकबाट चाहिँ गएनौँ हो। अनि 13 आएको हाम्रो एउटा नवीन भाइ साथी पनि खोइ कता हरायो खोल्सामा आउँदै थियो। ओ नवीन आइपुगेको छैन हाम्रो एकजना साथी चाहिँ कता छ हरायो थियो। यहाँ एकजना साथी पनि आउँदै थियो। बाटो यस्तै छ है आउँदै रहेछ हौ पर। ओ हिँड है बिहा चाहिँ धमाधम हुँदैछ अहिले। अब माघ महिना हो माघ जानु आँट्यो। यहाँ हाम्रो नवीन साथी पनि आउँदैछ। धेरै वर्ष बादमा ऊ पनि बिहा खानु गएको। यति हिँड्दैन हाम्रो अलिक बिजी छ। बाटै त्यस्तो छ है अप्ठ्यारो। बाटो अप्ठ्यारो छ है। कति वर्ष बादमा खाएको बिहा? 1 साल बाद हो। आज उहाँको पनि छुट्टी रहेछ कि अन्त बिहा हुँदैन हो। त्यही कारण हामी जाँदैछौँ। एकजना हाम्रो बुबु चाहिँ अगाडि बाटो हुँदैछ। बाटो यस्तै छ। बाटो त त्यही अब हेर्नुहोस् एकदम बाँदर लड्ने भिड जस्तो छ। त्यस्तोमै हिँड्नु पऱ्यो। बिहा खाने चाहिँ अब छोड्नु भएन है। यो माघको अन्त पुगिसक्यो। यस्तो छ साथीहरू। हुनुहुन्छ हाम्रो नवीन साथी है। लिमै बिस्तारो के असुविधा छैन नि। नलैजा लिमै नलैजा। गाउँको बिहा हो कि यो चाहिँ सक्दा खानुपर्छ है। हानी आएको एकदम नलैजाकिन है। लजाउने कामै छैन अब। केही चाहियो? के असुविधा त छैन नि है। नलैजा लिऊ है। गाउँको अब बिहा यस्तै छ है। एकदम नलजाकिन खाने है साथीहरू। लजाउनु चाहिँ हुँदैन है। सन्देश केही ठिकै छ। दोकान ल्याउनु भएको रहेछ है। एकदमै मिठो पान बनाउनुहुन्छ। मिठा पान खाने भन्दैछ है साथीभाइहरूले। एकदम आरसिएमको है। नानाको पान चाहिँ एकदमै राम्रो हुन्छ। मिठा पान है। उहाँले यसो बिहा बटुलमा चाहिँ उहाँले अब आएर दोकान थाप्नुहुन्छ।